जापानको पिआर पासपोर्ट लिन त कतिको रहर होला त, कतिको बाध्यता। तर अहिले निरन्तर सरकारी रूपमा चाहिँ धेरै परिवर्तनहरू र सरकारी तवरबाट विभिन्न नियम कानुनहरू परिवर्तन हुन लागेको अनुसारै एउटा चाहिँ के छ भन्दाखेरि नेपाली प्लेटफर्ममा चाहिँ नि एउटा टिकटक वा युट्युबमा चाहिँ नि एउटा इल्युजन जस्तो क्रिएट भइरहेको रहेछ है। अब के कारणले यस्तो क्रिएट गरिरहनु भएको छ थाहा छैन, सायद भ्युज बढाउनलाई वा भिडियो भाइरल गर्नलाई थाहा छैन, तर एउटा मिसगाइडेन्स चाहिँ उहाँहरूले गरिरहनु भएको छ है। आज तपाईँहरूलाई म सत्य तथ्य वास्तविकता के हो भन्न चाहिँ यो लागिरहेको छु है। र अहिले चाहिँ एउटा भर्खरै मिसगाइडेन्स एउटा मैले भिडियो हेरेको थिएँ। अब मैले त्यो भिडियो देखाएँ भने चाहिँ सायद अब टिकटकले कपिराइटको केही देखाउँछ, तर तपाईँहरूले त्यो भिडियो हेरेर सक्नुहुन्छ है। उहाँले भन्नुभएको छ 3 वर्षको नभएर अब चाहिँ 5 वर्षको भिजा नआइकन चाहिँ नि एजु वा पासपोर्ट चाहिँ एप्लाई नै गर्न नमिल्ने भनेर चाहिँ उहाँले भिडियो बनाउनु भएको छ है। अब के पढेर वा के बुझेर बनाउनु भयो थाहा छैन। हुन त उहाँ सेम्पाई नै जस्तो लाग्थ्यो र जापानमा धेरै लामो समयदेखि राम्रो कन्टेन्टहरू बनाइरहनु भएको थियो। तर अहिले तपाईँलाई वास्तविकता के रहेछ भनेर चाहिँ म तपाईँलाई लान्छु है। मैले तपाईँलाई अहिले यो चाहिँ लान लागेको MOFA अर्थात् जापानको परराष्ट्र मन्त्रालय इमिग्रेसनको चाहिँ नि होम पेज हो है। यसमा चाहिँ यो परराष्ट्र मन्त्रालयको होम पेजमा गएर चाहिँ तपाईँले विदेशी सम्बन्धी हरेक नियम कानुनहरू चाहिँ नि सरकारी तवरबाट के परिवर्तन हुन लागेको र एजुको लागि पासपोर्टको लागि के गर्न मिल्ने भनेर चाहिँ सबै कुरा हेर्न सक्नुहुन्छ है। अब मुख्य गरी भन्न लागेको कुरा चाहिँ नि के बुझाएको छ भने जापान अहिले एकदमै हल्ला चलेको। यदि तपाईँसँग 3 वर्षको भिजा छ भने पनि एजु वा पासपोर्ट चाहिँ एप्लाई गर्न मिल्दैन। यही 5 वर्ष त पुग्न पर्ने नै थियो है। अब 5 वर्षबाट 10 वर्ष पुर्याउन लागेको भनेर चाहिँ नियम पारित गर्ने कि मात्रै भएन है, पारित भइसकेको पनि छैन है। यो संसदमा कुरा चल्ने रहेको र अहिले पनि तपाईँहरूसँग केही 5 वर्षको जापान आइसक्नु भयो भने पनि एप्लाई गर्नुभएको खण्डमा चाहिँ तपाईँको आउने चान्सेस अझै पनि छ भने है। र अर्को भने चाहिँ 10 वर्ष है। एजुको लागि चाहिँ मिनिमम पनि अब 10 वर्ष बस्नै पर्छ र 5 वर्षको भिजै आउनै पर्छ भनेर चाहिँ यहाँ कुरा निस्केको छ। यो चाहिँ सरासर गलत हो है। यदि तपाईँसँग जापान आएर तपाईँ जापान आउनुभएको 5 वर्ष भयो वा वर्किङ गर्नुभएको 5 वर्ष भएको खण्डमा पनि तपाईँले एजु एप्लाई गर्न सक्नुहुन्छ। तर कस्तो कन्डिसनमा भन्दाखेरि चाहिँ नि तपाईँसँग हाइली स्किल अर्थात् पोइन्टको आधारमा जानुभयो भने चाहिँ 70 पोइन्ट एबभ आयो भने चाहिँ नि तपाईँले एजु एप्लाई गर्न सक्नुहुन्छ। यद्यपि तपाईँसँग 1 वर्षको मात्रै भिजा छ भने पनि है। कसरी पोइन्ट हेर्ने भनेर चाहिँ म तपाईँलाई यहाँ तल लिङ्क राखिदिन्छु, त यहाँ गएर तपाईँ चेक गर्न सक्नुहुन्छ। र आयो 10 वर्षको पिआर है, 10 वर्षको एजु। अब तपाईँ जापान बस्नु भएको 10 वर्ष हुन लाग्यो, 10 वर्ष भयो, एजु एप्लाई गरेर नि भनेर सोचिरहनु भएको छ, तर तपाईँसँग 1 वर्षको भिजा 3 वर्षको भिजा भन्दा छैन भनी के हुन्छ भनेर है। अब के अहिलेको नियम अनुसार अब तपाईँसँग 5 वर्षको भिजा नआइकन एप्लाई गर्न नमिल्ने हो त भन्नुभएको छ है। यो खण्डमा चाहिँ के छ भन्दाखेरि यदि तपाईँसँग गिजिनकोकुको भिजा वा हाई स्किल कुनै पनि तपाईँ सेफहरू वा कुनै पनि स्किल क्षेत्रमा हुनुहुन्छ भने चाहिँ नि तपाईँको सबै कुरा पुगेको छ। विशेष गरी नेन्स्युहरू र सामाजिक कुराहरूमा संलग्न हुनुभएको छ, जस्तै होकेन नेन्किनहरू सबैमा संलग्न हुनुभएको छ भने चाहिँ नि तपाईँसँग यहाँ तपाईँले होम पेजमा हेर्नु है, मैले राख्दैछु यो चाहिँ नि वास्तविक नियम के हो भनेर तपाईँले बुझ्नुहुन्छ भने मैले इङ्ग्लिसमा बुझ्ने गरेर राख्दैछु है। यहाँ भने अनुसार चाहिँ नि भिजाको स्ट्याटस लङ टर्म स्टे भन्नाले चाहिँ 3 वर्ष, 3 वर्षलाई चाहिँ नि सरकारी रूपमा लङ टर्म स्टे भनेको छ है। अब त्योभन्दा कम भयो 1 वर्ष भयो भने चाहिँ नि प्रोबेबिलिटी एकदमै कम छ, तर तपाईँले पोइन्टको आधारमा एप्लाई गर्नु भने चाहिँ नि पाउन नै सक्नुहुन्छ। तर तपाईँसँग 3 वर्षको भिजा छ भने चाहिँ तपाईँले एप्लाई गर्न सक्नुहुन्छ है, 5 वर्ष भिजाको आवश्यक छैन। र पोइन्टको आधारमा चाहिँ कसरी एप्लाई गर्ने भन्नेतर्फ जाउँ है त। पोइन्टको आधारमा चाहिँ विशेष गरेर पोइन्ट के कुरामा पोइन्ट हुन्छ भन्दाखेरि चाहिँ नि विशेष गरेर तपाईँले दाइको गर्नुभएको छ भने 10 पोइन्ट, त्यसरी दाइको इन गर्नुभएको छ भने 15 पोइन्ट, अनम्यारिड हुनुभएको छ भने 10 पोइन्ट, साथसाथै अब तपाईँको उमेर 30 वर्षभन्दा कम छ भने त्यसमा नि पोइन्ट आउँछ। तपाईँको नेन्स्युको आधार इन्कमको आधारमा पनि पोइन्ट आउने, साथै तपाईँले जापानमा विभिन्न लाइसेन्सहरूदेखि लिएर विभिन्न सिकाकुहरू लिनुभएको छ भने पनि त्यस्तो कुराहरूको पनि पोइन्ट आउने गर्दछ। र पोइन्टको आधारमा जानुभयो भने चाहिँ तपाईँले
यदि तपाईसँग 1 वर्षको मात्रै भिजा छ भने पनि एप्लाई गर्न मिल्छ है यो केसमा चाहिँ। अब यस्तो मिसगाइडेन्ट गर्ने काम चाहिँ नि साथीभाइहरूले नगरौँ। सत्य तथ्य सही इन्फर्मेसन जान्न बुझ्न सिक्नको लागि चाहिँ नि मलाई सधैँ फलो गर्नु होला ल है त।